गाइज वेलकम ब्याक टु माई मिनी ब्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै नै छु। सो आज चाहिँ धेरै दिनपछि म मिनी ब्लग बनाउँदैछु। सबैजनाले माया गरिदिनु होला। अनि यो मेरो ब्याग बोक्ने स्टाइल देखेर चाहिँ हजुरहरू अलि अचम्म पर्नुभयो होला। पानी परेकोले पछाडिबाट बोक्दाखेरि अझ धेरै भिज्छ कि अगाडिबाट हुँदाखेरि यस्तो सेभ गर्ने मिल्छ नि त। त्यही भएर यो चाहिँ हातमा चाहिँ पिउने पानी हो। सो यता चाहिँ लास्टै पानी परिरहेछ क्या। यी पछाडि पनि देख्न सक्नुहुन्छ होइन। अनि पानी परेकोले चाहिँ यस्तो गरेको। अनि पानी परिरहेछ यत्तिकै किन हिँडेको, छाता होला भन्ने होला। छाता नभएको होइन, छाता थियो। म चाहिँ छाता चाहिँ मेरो बसमा छुट्यो क्या। अनि बसमा छुटेको अनि ठ्याक्क मैले पहिला बसबाट झरेँ, छाता छुट्यो। त्यसपछि बस गइहाल्यो क्या। ठ्याक्क मैले फोन गरेको मेरो छाता चाहिँ बसमा छुटेछ भनेर। अनि त्यहाँबाट चाहिँ खै रिस्पोन्स आएन अरे। अब नेपाली भएको बस हो के छाता भेटिन्थ्यो। नेपाली आफ्नो जात जनाइहाल्छ जहाँ भए पनि, चाहे त्यो नेपाल नै किन नहोस्, चाहे त्यो जापान नै किन नहोस् होइन। त्यो छाता चाहिँ भेटिएन। फेरि अर्को छाता नि किन्न सकेको छैन भन्नु होला। हामी बेरोजगारीसँग अहिले यस्तो पैसाहरू छैन क्या, त्यही भएर हो। सो सबैजनाले माया गरिदिनु होला। यस्तै छ। अहिले म चाहिँ गएको गइरहेको छु। पानी परिरहेको छ एकदम। अब भिज्दै दौडिरहेको छु। हालत चाहिँ यस्तो छ। यता लास्ट फेस न्युज आएर कस्तो भएको छ। कहिले निन्द्रा लाग्दैन, कहिले धेरै सुतिन्छ। यस्तै हो गाइज। सबैजनाले माया गरिदिनु होला। मेरो भिडियो लास्टसम्म वाच गरिदिनु होला। लभ यु अल।